फ्यामिली दुई खुट्टे खसी खाने कुरा भइरहेको छ। अब म खसी लिएर जाँदैछु दुई खुट्टे टक्क आज लगाएर मजाले लिएर आएर आज फ्यामिली जति बसेर मजाले रमाइलो गरेर खाने कुरो भयो। अब डोडा पनि लाएँ ठ्याक्क डोडाभन्दा पारी छ दुई खुट्टे खसी त्यहाँ गएर एउटा चट्टर चोखेर ल्याएपछि एउटा खसी यस्तै छ। आया यस्तो छ बाटो पिच बाटोको हालत यस्तो छ। अब भन्दा पिचो गरे माथिबाट खनेर बाटो बिग्रेर यस्तो छ। आया ओहो पानीको ताल यस्तो छ पानीको फेउ तालै छ। आया ल म अब अटो यहाँ रोकेर निस्किनु लाग्छु बोरा लिएर यसमा चाहिँ लिएर आउँछु माथि गएर उकालोबाट निस्किँदैछु। माथि गएर एउटा चोखेर लिएर आउनु पऱ्यो। कति केजीको छ 2 केजी 3 केजी 4 केजी। कुखुरा फार्म आयो 2 खुट्टे खसी होइन 2 खुट्टे खसी। ओहो तल कहाँ निक्ले बाहिर यसमा कति छ यसमा 200 ए 300 हामीलाई गोठा त पल्लो ल एउटा लैजाउँ च्याप्पको ठिक्क ठिक्कको लैजाउँ है सबै भाले लैजाउँ कि लाँदा राम्रो लैजाउँ। भाइ पनि रेडी भएर बसिरह हुन्छ क्या तर राम्रो दियो हुन्छ क्या चट्ट अलिक सानो छैन अलिक सानो छैन जम्मा 2 जना मात्रै जम्मा 3 जना मात्रै हो क्या हामी त पछि त अलि हुने कि 3-4 किलो है 3 किलो हालै छैन अरू है। हो त्यसले एकदम चडक्क लाएर कति जोखामलाई ल जोखेपछि चट 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 3 किलो 4 ठ्याक्कै 4 किलो भन्दै ठ्याक्कै भएर ठ्याक्कै 4 किलो जोखे जस्तो रहेछ 58 ग्राम भयो त्यो त मतलब ठ्याक्कै घरमा आएर हामी काम गर्थ्यौँ 3 जना भएर। ल यहाँ आगो सागो बालियो टक्क यता भुत्लानी कार्यक्रम भइरहेको छ यस्तो छ माहौल। 4-5 किलो भएको भएर त 2-3 किलो बेचिने भयो अरू बाँकी घरमा राखेँ 2 किलो चाहिँ बेचिने भयो 2 किलो घरमा हुने भयो। आमा म दुःखमै जन्मे दुःखमै हुर्के अनि बाँकी जिन्दगी पनि दुःखमै काटिरहेको छु। कमाउँछु अनि रमाउँछु भनेर सङ्घर्ष त गरेकै हो नि हेर न भाग्यले